हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल न्यू डे न्यू ब्लगमा तपाईँहरूलाई स्वागत छ। आज फेरि एउटा नयाँ ब्लग लिएर उपस्थिति भइसकेको छु म, रोशन भुजेल होइन। तपाईँहरू मरिसिसमा बस्नेहरू जति पनि नेपाली दाजुबहिनी दिदी हुनुहुन्छ, तपाईँहरूको के यहाँको कम्पनीहरूले तपाईँहरूको इन्सुरेन्स गरिदिएको छ कि छैन? कतिको पाए कम्पनीहरूले इन्सुरेन्स गरेको हुँदैनन्, हामीलाई थाहा नै हुँदैन होइन। यस्तो धेरै पनि यहाँ धेरै कम्पनीहरूले हामी काम गर्ने वर्करहरूको इन्सुरेन्स गरेको हुँदैन। उनीहरूले सिर्फ ल्याएर काम गराउने मात्र गरे हुन्छन्। भोलि तपाईँहरूलाई कुनै दुर्घटना पऱ्यो, केही भयो, तपाईँहरूको मेडिकल खर्च गर्नु पऱ्यो भने इन्सुरेन्सले अरूतिर भनेको इन्सुरेन्सले बिहोर्छ। तर तपाईँहरू विदेशमा बसेर पनि तपाईँहरूको इन्सुरेन्स छैन भने चाहिँ तपाईँहरूले कसरी आफ्नो इन्सुरेन्स थाहा पाउने त होइन। तपाईँहरू सोध्नुहोस्, आफ्नो साहुहरूलाई सोध्नु होइन, साहुहरूलाई सोध्नु, ल्याउने एजेन्टलाई सोध्नुहोस्। तपाईँहरू मरिसिसमा आउनु भएको छ, भोलि तपाईँहरूलाई कुनै पनि इन्जुरी भयो भने तपाईँहरूको पकेट आफ्नो खर्च कसरी बिहोर्नुहुन्छ त? इन्सुरेन्सले रिकभर गर्छ। तपाईँहरूमाथि इन्सुरेन्सै छैन भने होइन, इन्सुरेन्सै तपाईँहरूको कम्पनीले गरिदिएको छैन भने भोलि गएर तपाईँहरूलाई धेरै साह्रो पर्न सक्छ होइन। तपाईँहरू एकचोटि आफ्नो कम्पनीलाई सोध्नुहोस् इन्सुरेन्स गरिदिएको कि छैन, किनभने यहाँ धेरैवटा कम्पनीले इन्सुरेन्स गरेको रहेन रहेछ होइन। हाम्रो पनि यहाँ एउटा दाइ बिरामी हुनुभएको थियो, तर इन्सुरेन्स खोज्दाखेरि इन्सुरेन्स छैन। ल्याएर हामीलाई काम मात्र लगाएको रहेछ, इन्सुरेन्स छैन भन्नुभयो त दाइले होइन। अहिले उहाँलाई इन्जुरी भएको छ। इन्जुरी हुँदाखेरि उहाँले के अरे इन्सुरेन्स खोज्नुभयो होइन। इन्सुरेन्स खोज्दाखेरि इन्सुरेन्स गरेको रहेन रहेछ। त्यही भएर सतर्क हुनुहोस्। तपाईँहरूको पनि इन्सुरेन्स छ कि छैन होइन। काम गर्दाखेरि तपाईँहरूलाई इन्जुरी हुनसक्छ। इन्जुरी हुँदाखेरि तपाईँहरूले इन्सुरेन्स त तपाईँहरूको हुनुपर्छ नि। तपाईँहरूले यहाँ भनेको हरेक कुरा महँगो छ। यहाँको मेडिकल भनेको साह्रै महँगो छ मरिसिसको होइन। त्यही भएर तपाईँहरूले इन्सुरेन्स छ कि छैन एकचोटि तपाईँहरूको साहुहरूलाई बुझ्नुहोस् होइन। ल्याएको कम्पनीहरूलाई सोध्नुहोस् तपाईँको इन्सुरेन्स छ कि छैन। तपाईँहरूको इन्सुरेन्स गरेको छैन भने कम्पनीलाई भन्नुहोस् होइन, इन्सुरेन्स गर्दै भन्नु होइन। भोलि गएर तपाईँहरूलाई नै इन्सुरेन्सको आवश्यकता पर्छ। कम्पनीलाई भन्नु इन्सुरेन्स गरेको छैन भने मेरो इन्सुरेन्स किन नगरेको, इन्सुरेन्स गर, मलाई इन्सुरेन्स चाहिन्छ भनेर इन्सुरेन्स गर्न लाउनु के।